बर्थडे गर्ल चाहिँ अब बर्थडे गर्लले चाहिँ अचार बाँड्नु यो चाहिँ बुइनीहरुको मेहनत हो फुङ र फियोनाको फुङ र फियोना हैन फुङ र छोरी छोरीको इमेटना र फुङको कसको हो त खै कसको मलाई एउटा काँटा दिनु नि त ए होइन चम्ची दिनु भाइ चाहिँ खानु सघाउने हैन साथीहरू यति धेरै मोमो दिए मलाई होइन मैले चाहिँ सुरु गरेँ नानीहरू आउँदैछन् नानीहरू खै आउँदैन आउनु है लु बसेर खाउँ सबैले फियोनाको एउटा फुङको एउटा अनि तपाईको यो भयो यहाँ छ एउटा एउटा त्यो कसको फियोनाको थियो ल ह्याप्पी बर्थडे बुढी फेरि मम्माको ह्याप्पी बर्थडे छोरी बस्नु न बर्थडेवालाले देख्छ नि फियोना यहाँ छ नि फुङ र छोरीमा आउनु हो छिटो यतापट्टि बर्थडे स्पोन्सर मोमो पनि आज त साँच्चै मिठो भएछ हौ ल छोरी र फुङलाई अझै उँभो सारिदिनु न कतिवटा छ हौ मोमो पनि आमा छैन जस्तै छ अनि खोस्टा जस्तै खै कहाँ यो नि खोस्टा जस्तो मात्रै छ छोरा छोरी के अरे बुइनीहरू भएपछि त यस्तो पनि हुँदो रहेछ लु बुढेसकालमा केही भन्नु छ लात लाग्छ बुढेसकालमा मलाई हुनेदेखि ज्याकेट लाएर आएको देखिरहेको रहेछ भन्दैनन् फेरि कसैले अनि भएको भुँडी देखिन्छ त हाम्रो भुँडी भएको त देखिहाल्छ आछि भन्नु पर्दैन त्यो भुँडी नै अब एक एकले छोप्ने बेला भयो नि भएको भुँडी देखिन्छ त नि फोटो हेर्दा पनि लाज लाग्ने खाले सुरुमा मैले खिचेकोमा छैन भुँडी होइन यता तपाईँले सेल्फी हानेकोमा चाहिँ बडो यसो गर्दैछ के यो यस्तोमा दिएको फियोनालाई ल खुवाउन त ल अहिले थपेर खाँदा हुन्छ नमिठो हुन्छ